यो चाहिँ सिमी अनि यो चाहिँ कोदाली हो कि हाम्रो घर चाहिँ ऊ माथि छ है साथीहरू। अस्तिको असिनाले हानेर हेलो गुड मर्निङ साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी मकै रोप्न लागेको बाबाकोमा। यो चाहिँ मकै दिदी छ यहाँ। हेलो गाइज, यो चाहिँ सिमी अनि यो चाहिँ कोदाली हो कि कोदालो। गाइज म चाहिँ कन्फ्युज भयो, म चाहिँ धेरै काम गर्दिनँ, अलि अल्छी पारेको छु, त्यही भएर। यहाँ चाहिँ छ मेरो छोरी, यहाँ चाहिँ छ म, यहाँ चाहिँ हाम्रो दाइको गोठ बन्दैछ। गोठ फार्म के भैँसी फार्म बन्दैछ, भैँसी फार्म। गाइज काम चाहेमा सम्पर्क गर्नु होला हाम्रो दाइलाई। भ्याकेन्सी खुल्ला छ। फर्मको नाम के हो दाइ? रातो माटे फर्म। रातो माटे। दाइ यहाँ अहिले घोलेर हालिदिनु भयो कि त्यस्तै हो? मकै रोप्ने बारी चाहिँ यही है साथीहरू, यहीँ हो हामीले आज मकै रोप्ने। बाबा हुनुहुन्छ तल, मन लागेर आउनुभएको। हिरोनी यही दिन्जी खाल्थे। हाम्रो घर चाहिँ ऊ माथि छ है साथीहरू। यो चाहिँ कान्छा भाइ, यो उहाँ चाहिँ ठुलो दाइ। कुखुराको मल हाल्नलाई बाल्दिन। हामी चाहिँ रेडी भइसक्यो काम गर्न। धेरै ठुलो भयो के हो त्यही? अनि त्यहाँ त सानै छ फेरि यहाँ आएर। एउटा भाइ, यो महँगो मगाइ रे। यत्तरी नखादैन। यो चाहिँ कुखुराको मल है साथीहरू। यहाँ चाहिँ गाई बस्तुको मल चाहिँ पहिला हालेर जोतेको हो, त्यही भएर यो चाहिँ कुखुराको मल हालेको पछि चाहिँ गाई बस्तुको मल चाहिँ हालेर जोतिसकेको छ यहाँ। अब चाहिँ मकै हाल्ने। अच्छा यो अंदाजी म आसु यो अंदाजी मी भाई क्यों भैया ई सरले सावर मुले सरले ई सिमी पनि खानुपर्छ है साथीहरू। बिसेर मकै पनि यही गोजीमा हाल्दैछ सिमीकोमा। हाम्रो आँसुले चाहिँ हामीले रोपेको मकैलाई चाहिँ पुर्दै आउनु भएको छ। खाना खाम हामी चाहिँ खाजा नखाइकन सिधै भात खाने भनेर गरेको थियो। दिदी चाहिँ रक्सी लगेर जानुभएको थियो कि काठमाडौँमा। अनि म खाना बनाउन आइपुग्छु, तिमीहरू काम गर्दै गर भनेको थियो। दिदीलाई चाहिँ टाइम लाग्यो, त्यही भएर भोक लागेर चाउचाउ र चिउरा रहेछ घरमा, त्यही ल्याएर खाँदैछौँ। पानी नआएको यता
चाहिँ खाना रेडी भइसक्यो। यो चाहिँ प्याज र के हो अरे यो गुन्द्रुकको अचार। प्याज गुन्द्रुक भेन्टाको अचार। भेन्टा होइन टमाटरको अचार। अहिले तिनीहरूलाई केही थाहा नै छैन नि। अस्तिको असिनाले हानेर हाम्रो आलु चाहिँ यस्तो भइरहेछ होइन। आलुको बिजोग भइरहेछ होइन। यस्तो भइरहेछ असिनाले हानेर चाहिँ आलु चाहिँ। हाम्रो मकै रोप्ने कार्यक्रम चाहिँ यहीँ समाप्त भएको जानकारी गर्न चाहन्छु। होइन त त्यस्तो भन्छ होइन। यहाँ आलु निस्केछ यार।